सँगै कति शहीदहरूको सम्झनामा बेलुका एकछिन हामी यहाँ चाहिँ साथीहरू यसो समय हुने साथीहरू उपस्थिति हुनुहोला। ती सबै शहीदहरूले सम्झना गर्दै ती शहीदहरूको सपना पुरा गर्ने बाचाको साथ बेलुका हामीले यहाँ चाहिँ यसो चाहिँ बत्ती बालेर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नेछौँ। समय हुने साथीहरू उपस्थिति भइदिनको निम्ति हार्दिक अभिनन्दन गर्न चाहन्छु र म विशेष धन्यवाद दिन चाहन्छु। अब श्रम संस्कृति पार्टी सुरुमा खोटाङमा चाहिँ निर्वाचन गर्न अथवा चाहिँ निर्वाचनको निम्ति प्रतिस्पर्धा गर्न आइरहँदाखेरि श्रम संस्कृति पार्टीले जित्दैन भन्थे, श्रम संस्कृति पार्टी कमजोर भन्थे, होइन? श्रम संस्कृति पार्टीले जित हासिल गरेको छ। त्यो पनि ऐतिहासिक जित, श्रम संस्कृति पार्टीको ऐतिहासिक जित, पहिलो जित त खोटाङबाट हो कि होइन? त्यसैले म भन्न चाहन्छु खोटाङबाट सुरुवात भएको श्रम संस्कृति पार्टी माटो बचाउने पार्टी, देश बचाउने पार्टी, नागरिकको हितमा काम गर्ने पार्टीको जितको सुरुवात खोटाङबाट भएको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आज म तपाईँहरू सङ्कल्प गर्नुपर्ने सबैले म भन्न चाहन्छु र जसले हामीले टाढो नजिकबाट हेरिरहनु भएको छ, पूर्वको माथिदेखि या पूर्व खोटाङदेखि सुदूरपश्चिम कर्णालीसम्म, सुदूरपश्चिमसम्म के भन्न चाहन्छु भने जसरी आज खोटाङले माइतीको पक्षमा उभिँदै जित हासिल गरेको छ, एक दिन देशको 250 तपाईँको चाहिँ निर्वाचन क्षेत्रमै श्रम संस्कृति पार्टीले जित्ने सङ्कल्प राख्नुपर्छ। दाजुभाइ र म विशेष धन्यवाद दिन चाहन्छु श्रम संस्कृति पार्टीको यस चुनावी सभालाई प्रत्यक्ष प्रत्यक्ष रूपमा आर्थिक, भौतिक, नैतिक, सामाजिक सञ्जाल प्रचार प्रसार सहयोग गर्नुहुने तमाम